चाहिँ अहिले भुट्टा र जाँड खाने काम भइरहेछ है किन हो ओइ दामी छ हैन दामी ल विराजले कस्तो कस्तो दामी छ विराज बाबा राजु ल मौसम ल त्यो मात्रै 20,000 गरे खै त्यो बजाउ न केटा बजाउ दसैँमा आउनु परेन त्यही उता बालन तिमीले के खाएको कस्तो दामी पारिपट्टि भ्यू देखिरहेको छ होइन मौसम खाइदेऊ त स्वाट पारिदेऊ त एउटा यो पनि खाइदेऊ यो दामी ल दिराज कति गराउनु लागिरहेको त गाउँतिर अब दिराज रमाइलो भएर ल है त हाम्रो मनको मन चाहिँ यता छ होइन हाम्रो यो माथिको चाहिँ हाम्रो एक्लै गुराँस भन्छ क्या त्यो माथिको डाँडा देखेको छ नि त्यो चाहिँ एक्लै गुराँस त्यो चाहिँ हामी एक दिन जान्छौँ होइन त्यो डाँडा चाहिँ तपाईँलाई देखाउँछ मोहन दाई हुनुहुन्छ नानी अलिक बिरामी हुनुहुन्छ अरे त्यही भएर अलिक गाह्रो भयो ल है त ल कस्तो गरेर खाँदैछ